माधव श्रमदान भइरहेको छ है। किनभने यो श्रमदान मेयरज्यूले आह्वान गर्नु त भयो, तर जनताले गरेको श्रमदान भइरहेको छ। यो शेरमण्डलको स्वास्थ्य चौकी अगाडि चाहिँ यो पाइप बनाउने कामहरू चाहिँ के भइरहेको छ। यता गोलो घर पनि श्रमदान मात्रै भइरहेको छ। श्रमदाताहरू चाहिँ टन्नै हुनुहुन्छ। यहाँदेखि उहाँसम्म श्रमदान बराबर काम भइरहेको छ। श्रमदानबाट चाहिँ यो सबै पाइप बनाउने कार्यक्रम चाहिँ यो भइरहेको छ। यो चाहिँ धरानमा हो। यो चाहिँ मेयरज्यूले सञ्चालन गर्नुभएको श्रमदान हो। लगभग यहाँ 100-150 जनाको सङ्ख्यामा चाहिँ उपस्थिति रहेको छ। श्रमदान यहाँदेखि धेरै लामो परैसम्म छ। मसला हाल्ने काम भइरहेको छ। यहाँ चाहिँ म चाहिँ यहाँ हेर्दैछु।